हेलो साथीहरु, दर्शन नमस्ते नमस्कार सम्पूर्णमा फेरि पनि आइसके यहाँहरुको माझमा न्यू भिडियो न्यू ब्लगको साथमा। तो यहाँहरुलाई म आज देखाउने छु यहाँको पुरा ब्युटीफुल नजारा। वाह क्या नजारा छ भाइ, खूबसूरत। मेरो त मलाई आनन्द आयो, गाउँको फिल आयो हैन। एकदम खूबसूरत, एकदम दामी नजारा छ। यहाँ यतापट्टि गाडी छ हैन, यतापट्टि तपाईको हरियो हरियो कर्णालीको भेरी कर्णाली हैन। चिसापानीको जस्तो पानी छ के। कहिले जानु भएको छ चिसापानी? म त भाइ धेरैचोटि गएको छु हैन। तपाई पनि जानु भएको होला पक्कै पनि। को जानु भएको छ कमेन्ट गर्नु होला है त। अनि यो साइडमा हेर्नु त कस्तो ग्रीन पानी छ, एकदम ब्युटीफुल नजारा हैन। त कस्तो हुनुहुन्छ यहाँहरु? सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ होला। म पनि आरामै छु। त साथीहरु, बिहानको रुटिन चाहिँ ड्युटी सकेर ड्युटी भ्याएर अहिले एकछिन भिडियो बनाउनलाई अब यहाँहरुको माझमा इन्टरटेनमेन्ट दिनको लागि नयाँ भिडियो ल्याउनको लागि म फेरि आइसकेको छु है त। त यहाँ यस्तो छ नजारा, म यहाँहरुलाई चारैतर्फ घुमेर देखाउने छु हैन। ब्युटीफुल नजारा छ। यहाँ केही छैन साथीहरु, मरुभूमि छ हैन। पिउनलाई पानी पनि पाउँदिन। फेरि भन्दै गर्नु होला कि पानी छेउमै छ पानी पाउँदैन भन्छस् मुला भन्नु होला। यो पिउने पानी हैन के, यो समुद्रको पानी हो हैन। अब समुद्र त मैलो धैलो के अरे साउन बर्खातिरको भल जस्तो देखिन्छ, यो किन हरियो देखियो भन्नु होला। समुद्र टाढा छ। यो यहाँनिर गहिरो भएको हुँदाखेरि अब तल निस्किया हो के, बालु छ नि त दुवैतिर हैन। रट्टलै बालु छ, बालुै बालु माथि छ अब दुवै हैन। त्यही भएर यो पानी देखिएको हो, यो पानी फिल्टर भएर बसेको पानी हो कि, हरियो त देखिहाल्छ हैन। ब्युटीफुल नजारा छ। अनि कस्तो लाग्छ मेरो भिडियो? कहाँदेखि हेर्नुहुन्छ यहाँहरु? टक्क लाएर कमेन्ट छोड्नु होला हैन। अनि देख्नुहुन्छ वहाँदेखि एभरेस्ट माउन्टेन पनि छ है। बालु गाउँको फेरि हावा चल्यो भने ढल्न सक्छ हैन। यतातिर फेरि कम्पनीहरु छ थुप्रै हैन। उतातिर पनि कम्पनीहरु छ। हामी फेरि राम्रो ब्युटीफुल हावा दामी चलिरहेको छ। गाउँ मलाई त गाउँघरतिरको फिल आउँछ हो साथीहरु। यस्तो लाग्दैन म त विदेशमा छु भनेर। गाउँघरकै फिल आउँछ। हेर्नुस् त मेरो पछाडि आफ्नै गाउँ जस्तो लाग्छ हो। मात्रै हिँड्छु हैन। त्यही भएर यहाँको नजारा हैन ब्युटीफुल छ। यहाँ पानी छ पुरा। यस्तो भ्यू छ नि, राम्रो छ साथीहरु, एकदम खतरनाक वाला भ्यू छ। अनि यहाँहरु हाम्रो भिडियो कहाँदेखि हेर्नुहुन्छ यार? फलो अलिक कम्ती भए फलो गर्नु होला हैन। अब यसो युट्युबतिर भिडियो गएर हेर्नु पनि सक्नुहुन्छ। हाम्रो बायोमा लिङ्क छ, ठ्याक्कै गएर हेर्नु होला हैन। बर्खा लाग्दैछ, अब खेतीपाती अब रोप्ने टाइम पनि भयो, धान लगाउने टाइम भयो, मकै लगाउने टाइम भयो। गाउँतिर सबैले राम्रोसँग मकै धान लगाउनु होला। मक्सिरको महिना पाक्छ, राम्रोसँग पकाएर खानु होला है। हामी त अब यहाँ कस्तो भने दलेको दाल फलेको चामल खाइरहेको छौँ। परदेशी जिन्दगी, गाउँघरको याद धेरै आउँछ। के याद आएर के गर्नु, पैसा नभएर गाउँघरमा चल्दैन। म त फेरि झन् एकदम विगत ठाउँको मान्छे है। बल्ल बल्ल गाडी गएको छ अबको यो नयाँ सरकारले। राम्रै गरेको छ, विद्युत पनि पुगेकै छ भन्ने गर्थे के केपी बा। समृद्ध नेपाल सुखी नेपाली भन्नुहुन्थ्यो। अब सुखी नेपाली विदेशमा छ, नेपाल समृद्ध भएको छ कि छैन त्यहाँ गएर प्रत्यक्ष भेटेर बुझ्नु पर्ला। त साथीहरु, यहाँनिरकै केटाहरु फुटबल खेल्छन्, अहिले फुटबल ल्याएर आउँदैछन्। मेरो किनभने ड्युटीको टाइम भएको कारणले म फेरि छिट्टै जानुपर्छ, ड्युटी छ यहाँ हैन। डेली भिडियो आउँछ हाम्रो, फलो माया र सेयर गरिदिनु होला। बालु मात्रै छ, मेरो वरिपरि बालुको सिन छ। यो बालुमा पैसा छ केटा हो। नेपालमा भन्छ नि के अरे रुखमा फल्या हुन्छ र विदेशमा पैसा होइन, यहाँ बालुमा फल्या हुन्छ पैसा। टप्पै टिम्नियो बालु समात्ने, यसो छान्यो भने सुन जस्तो देखिन्छ, हाल्ने नेपाल टाप। मेहनत गर्नुपर्छ जिन्दगीमा पैसा कमाउनलाई, त्यही भएर विदेशमा आइएको छ। तपाईहरु कहाँदेखि हेर्नुहुन्छ? तपाईहरु के काम गर्नुहुन्छ हैन? राखिराख्नु होला। यहाँ निकालेछ त्यहाँनिर फुटबल खेलिरहेको छ, हेर्नु होला। एकले नाचिरहेको छ, फन पनि नाचिरहेको छ। यही मेरो औँलाको सामने नाचिरहेको छ। त कस्तो छ यहाँहरु? सन्चै आरामै स्वस्थ मस्त व्यस्त रहनु होला। आफ्नो कामप्रति निडर भएर काम गर्नु होला। यही छ मेरो शुभकामना हैन।